हल्लो साथीहरू के छ खबर तपाईँहरूको होइन र मैले तपाईँलाई योभन्दा पहिला तपाईँलाई चाहिँ मैले एउटा भिडियो बनाएको थिएँ साथीहरू होइन तपाईँको चाहिँ यो पोर्चुगलको जुन नेसनल लमा चाहिँ तपाईँको एउटा भिडियो बनाएको थिएँ मैले जसमा भनेको थिएँ कि मैले चाहिँ यहाँबाट चाहिँ एउटा यस्तो नयाँ सरकार बनेको छ त्यो सरकारले चाहिँ यहाँको इमिग्रेसनलाई चाहिँ अब 10 वर्षको यहाँको चाहिँ अब तपाईँको नेसनल चाहिँ 10 वर्ष गराउने भनेर चाहिँ मैले भिडियो बनाएको थिएँ है। त्यसमा मैले भन्थेँ 90% त्यो हुने चान्स छ, 10% हुनु पनि सक्दैन भने त्यस्तै चाहिँ अलिक के हो त्यो चाहिँ अब तपाईँको चाहिँ रेस्ट्रिबुटरलाई माथि पठाएको छ। रेस्ट्रिबुटर हेर्ने बिन्दु के छ त्यो साइन गर्नु मानेन, नमानेपछि के हो अब त्यो कि दुबारा रेस्ट्रिबुटर साइन गर्नु नमानेपछि त्यो चाहिँ अब त्यो नियम चाहिँ सकेसम्म तपाईँको चाहिँ अब तपाईँको 90% चाहिँ पुरानै रुलमा चाहिँ आउने चान्स छ। अब 10% चाहिँ अब केही त्यसमा त हुन सकिन्छ है साथीहरू। त्यो चाहिँ आदिन हुन साथीहरू है। यहाँ पोर्चुगलको चाहिँ त्यस्तै छ साथीहरू। पोर्चुगलको सरकारको नियम कानुन चाहिँ नेपाल जस्तै साथीहरू है। अफर बिन्दास भएर हिँड्यो, चिल भएर है साथीहरू। काम गर्नु जहाँ पनि काम गर्छ त्यो ठ्याक्क काम गर्दै गर्न चाहन्छु है साथीहरू। यस्तो छ। म चाहिँ मर्निङ वाकतिर हिँड्दैछु।